Hi, can I ask you some question? स्योर म्याम। तपाईँलाई थाहा छ केयर गिभर भनेको के हो? केयर गिभर भनेको अर्को व्यक्तिको हेरचाह गर्ने, उसको स्वास्थ्य, दैनिक काम अनुकूल अवस्थामा राख्ने व्यक्ति हो। यो व्यक्तिहरू प्राय बुढो, बिरामी वा समस्यामा परेका मानिसहरूको हेरचाह गर्ने काम गर्छन्। सो केयर गिभरको इम्पोर्टेन्स कस्तो छ जस्तो लाग्छ हजुरलाई? हजुर, केयर गिभर एकदम इम्पोर्टेन्ट छ नि टुडेज वर्ल्ड। अझ आजकल केयर गिभर त सबैको फ्यामिली ब्याकबोन जस्तै भइसकेको छ। ड्यु टु ग्लोबलाइजेसन, इन्क्रिजिङ वर्किङ प्यारेन्ट्स एन्ड सिङ्गल अलोन प्यारेन्ट्स उहाँहरूलाई केयर र सपोर्ट चाहिने हुन्छ डेली रूपमा। त्यसैले यसको इम्पोर्टेन्ट र डिमान्ड बढ्दै गइरहेको छ। एक्ज्याक्टली। अनि यसमा करियर स्कोप के कस्तो छ? करियर त एकदमै सेक्योर एन्ड ब्राइट छ र यसको स्कोप चाहिँ फरेन कन्ट्रीमा अझ धेरै डिमान्डिङ एन्ड इन्क्रिजिङ हुँदै गइरहेको छ, जसले गर्दा जब सेक्युरिटी, गुड फाइनेन्सियल स्टेबिलिटी एज वेल एज द ब्राइट फ्युचर अफ फ्यामिली हुनेछ। अनि यो फिल्डमा तपाईँलाई सबैभन्दा इन्स्पाइरिङ कुरा के लाग्छ? मलाई आफूले सक्ने केयर र सपोर्ट निडेड पर्सनलाई दिँदै उनीहरूको लाइफमा रियल पोजिटिभ ल्याउन सक्नु, अनि यो जब मात्र नभएर एक मिनिङफुल मिसन हो जसमा मान्छेको लाइफप्रति जिउने होप ल्याउन सक्छ जस्तो लाग्छ। थ्याङ्क यू। वेलकम म्याम।